तिम्रो मुस्कानमा हराइसके भोलि त मुझे कार्डियो मात्र छ यार मेरो जिद्दी भइरहेछ यार आज लेग हानिरहेको साथी अति हानि अहिले त मुझे बानी भइसकेको छ यार साथी अस्ति ओभर दुखेको थियो योपालि दुखेन यार छैन 5 दिन भयो 5 दिन भयो Swagger Jutti sent 200 rupees. Big fan die. जिगी भाइ त मुझे जिम गयो भने मर्छ होला यार एकै दिनमा लेगको हनायो भने मलाई मुझे मेरो ट्रेनरले हनायो जस्तो हानु भने यार एक दिन हनायो नि यो भाइ उड्दैन मर्छ यो मुझी छाडेरै मर्छ मुझी बर्गर र पिज्जा मुझी कोले ए जिम हानेर छोडेर ज्यान बिग्रेको होला हौ त्यसको मुझे गोलु मोलु चिकन गोलु मोलु मुझी जस्तो भएको थाहा पेन्टी लगाइदियो भने मुझी गोलमोलको चिजबलको मुझी विज्ञापन खेल्ने मोटे जस्तो छ मुझी त्यही भनेको थ्याङ्क यू यार सौगात तिमीलाई भनेको होइन क्यापेची मुझी जिगी भाइलाई भनेको हेलो सौगात थ्याङ्क यू फर द 200 यार अपार्टमेन्टमा जा रहा है साथी 6 महिनामा खुलित्तै दुई किल बमबाट 500 रुपियाँ अरे तिमीले कि मैले अल्टिमेटमा बमबाट Ayush हान्न Jutti sent 100 rupees. 2 kill bomb bata 500. कस्तो सेक्स होला त मजा गरेर सब नोभोमिल्टातिर जिम्मे तेरो भाइ कहिले जाने हो यार दसी माग्दै थियो यार मलाई होरको बिचार आयो मेरो पुरानो भए पनि तेरो पठाइदिनु पर्यो यार त्यसलाई एक दुई दिनमा गइहाल्छ यो पनि अब यहाँ किन बस्छ त जाने बेलामा भन् भने बिचाराले यार भनिरहेछ दोस्त दुईटा पठाउ न है मलाई पनि एउटा पठाउ न दोस्ती नयाँवाला छँदै छैन क्या मसँग छैन र अब यस्तो तिमीलाई त्यो पनि मेरो साइज हुँदै हुँदैन मुजी मेरो अब मैले त धेरै लगाएको त हुँदिनँ कि साथी जर्सी एकचोटि दुईचोटि मात्रै लगाएको हुन्छु मेरो साइज त तिमीलाई कहाँ हुन्छ त मुजी भइहाल्छ तिम्रो कुन साइज लाग्छ डबल एक्सएल डबल एक्सएल एक्सएल डबल एक्सएल त मलाई भइहाल्छ नि तिमीलाई केटीहरूको पठाइदिन्छु पिङ्की कलरको त्यहाँमा केटीहरूको चाहिँ किन लगाउनु न मैले चाहिँ त्यो न्युरीले मुझे भन्दै कि भन्दैन यार त्यो के भन्छ भन्दैछ अरे नोफेयर भाइ र उयोलाई पनि माग्दिएको थियो नोफेयर भाइको र उयसको के अरे साथी नोफेयर भाइलाई जर्सीको के मतलबै हुँदैन नि हौ ए त्यही त तर हैन अब त डाडा डाडा आए डाडा उनीहरूको जर्सी चाहिएको अरे त्यसलाई तेरो भाइलाई केटाहरूको बिटीमा देखाउनलाई होइन उलाडीमा सानमा पुरा गर्दै भनेको न्युरीले मुझे गरे गरेन त्यो ढाँटले मलाई कस्तो निन्द्रा लागेर सुतिहाल्यो लेजिट भाइलाई मैले मुझे एसटीको फोरेम्बीको तिर पठाएको थिएँ क्या लाएर हिँड्दो रहेछ मेरोमा आइरहेको हुन्छ हौ त्यो ढाँट ए साथी मसँग एपिजीको छ होला यार रश्मि भाइलाई पठाएको वाला मुझे ठुलो न ठुलो छ यार मुझे त्रिबल एक्सएल कि चौबल एक्सएलको मलाई देऊ न त पठाइदेऊ न त म हेर्छु यार म कहाँ दरारमा कहाँ राखेको यार रश्मि भाइको लागि भनेर पठाएको थिएँ कि एपिजीले रश्मि भाइलाई भएन 3XL को रश्मि जत्रो त छैन नि त रश्मि भाइ कत्रो लाउँछ हौ रश्मि भाइले रश्मिले 5XL अरे त्यही भएर मेरो अब मर्सको बुचार हुडी नै पाएन यार बिचाराले 3XL छ अम्बो या हुँदैन त्यो जिगी भाइलाई पनि मैले 2XL ले हुँदैन तिमीलाई बनाउनै पर्छ हौ भाइ त्यो हैन 2XL पनि हेरि हेरि हुन्छ नि त त्यो इन्डिया साइजको 2XL होला नि त फेरि उसको ल्याइदिएको पैसा लाग्छ अरे नि क्यापेसिके लाटेमा वेलकम छ भन्देऊ न ओइ केटा रोज जगाउ उयो के भन्छ लाटेमा त बाँकी चल्छ नि त के भन्न आडेको छ यार तिमीहरूलाई केही भन्न आँटेको अनि फेरि बिर्सेको हुन्छ कि हुँदैन मेरो धेरै यस्तो हुन्छ यार आजकल म चाहिँ के भएको यार त्यो तेरो मुझे मेमोरी पावर घट्दै गएको हो क्या होइन हौ साथी कुरामा लामो पागल मुझे कुरामा मुझे भुलेको हो क्या अहिले भन्न आँटेको थिएँ तिमीहरूले मुझे के भन्दै थिइस् नि त अनि मुझे पुरै मुझे के भन्न आँटेको थिएँ बिर्सेँ क्या त्यस्तो हुन्छ त कहिले काहीँ
चुरोट तानेर हो बढी अरे म खादिनँ नि म चुरोट होइन दिनमा 4-5 वटा खान्थेँ अरू बेला नर्मल्ली अहिले जिम जान थालेपछि एउटा खायो कि वाक वाक आउँछ चुरोट धेरै खाँदा चाहिँ मेमोरी लस हुन्छ ओ अपार्टमेन्टमा एनिमी रहेछ कसले भनेको लक्ष्मी प्रसाद देवकोटाले चुरोट खाएर कसले मरेन भनेको नि त्यही भनेको कस्तो सोचेर लेख्थेँ मैले होइन झन् होइन असर त गर्छ राम्रो हामीले त खा भन्नु त मिल्दैन कि कसैलाई पनि असर गर्छ तर होइन। त्यस्तो हुँदैन नखाएको राम्रो हो त्यही त त्यो राम्रो चुरोटको त प्याकेट राम्रो। पनि लिएको हुन्छ त स्ट्रेल भनेर तर मैले चुरोट खाएर मान्छे मरेको भनेर चाहिँ कहिले सुनेको छुइनँ साथी मैले अब त्यो लङ क्यान्सर भएर मरेको मरिहाल्छ नि साथी रङ क्यासन चुरोटले मात्र हुन्छ अपार्टमेन्टमा एनिमी छ हो ए अपार्टमेन्ट यता आउनु न हौ दाइ ए चिकन हानौँ न के अपाट सपाट हो बिस्तारै हानौँ न पुसाउनेलाई हानौँ न जोन खेलौँ न ल टक्क कम्पिटेटिभ स्टाइलमा टक्क जोन सानो हुँदै टक्क स्प्रे हान्दै टक्क झार्दै त्यस्तो मजा आउँछ त यार ब्ल्याङ्क ब्लुङ त के मजा आउनु र यार गणेश म 6 दिन सक्छु है गाइज ब्रो मलाई फर एक्सपेक्टेड मसँग सबै जर्सी छ नेपाली टिमको म कहिले लाउँदिनँ क्या केटा के टिमको जर्सी छ क्या मलाई पठाइदिन हुन्छ नि त मैले जर्सी लाउने भनेको कहिले काहीँ लुगाइ नभेट्दाखेरि कहिले काहीँ लुगा फेर्ने बेलामा भेटिनँ भने त्यही टिपेर लगाइदिने हो क्या माथिबाट लगाए काम पाइहाल्छ गर्मीमा जाडोमा त किन गरिब जाडोमा त अब जाडो खाइ स्क्यारोल चाहिँ चाहिन्छ भने गाइजहरू स्क्यानल यस्तो मार गर त दोस्त यहाँ हो ल I got यहाँ 6 पनि supplies. छ यहीँ स्क्यारोलसँगै यहाँ अनि एमो पनि लट अफ छ यसो 4x भेट्यो भने त्यसो मार गर न दोस्त 6x चलाउ न मोटु त्यो 6x कसले चलाउँछ 6x 4x चलाउँछ केटा भ्यू छैन त अरे भ्युज अब यस्तै हो केटा अहिले खडेरी लागेको बेला छ भ्युजहरू यस्तै हो बिस्तारै अब आउँछ नि अहिले अब खडेरी सिजन हो नि त अब खडेरी सिजनमा नि तपाईँहरूले मलाई साथ दिने साथीहरूलाई चाहिँ सलाम छ है हल्ला गुल्ला मत गर ओभर हाइप भएको बेलामा त अब ओभर हाइप भएको बेला त वाचिङ साचिङ आइहाल्छ त्यतिखेर त अब जितको बेलामा त सबजनाले कङ्ग्रेचुलेसन भन्ने धेरै हुन्छ तर हारको बेलामा साथ दिनलाई चाहिँ असली सपोर्टर भनिन्छ है साथीहरू लभली हो भने लभली वर्ड चाहिँ त्यो हो है होइन त यस्तो बेला सपोर्ट गर्ने मान्छेहरूलाई चाहिँ सधैँभरि सम्झिन्छ नै मान्छेहरूले फेरि मसँग फरेक्स छ ल एक्स्ट्रा ओक्सला भुलिदिउलाई संसार तिमी नभए अक्स है व्यक्त गरौँ तिमीलाई माया छ भनी तिमी हाँसिदिनु है मेरो छेउ जस्तै कि एउटा एक्जाम्पल दिन्छु यो गाँडमारालाई रिजर्भेसन पठाउँदैछ यो मुजी अघि चाहिँदाखेरि आयो आएन नि जब हामी 4 जना छौँ भने आयो नि यस्तालाई इग्नोर हो मिल्छ नि अहिले अनफ्रेन्ड हामी आएन नि होइन अघि अहिले रिक्वेस्ट पठाउँदैछ जब 4 जना छौँ हामी चाहिन्छ यस्तो बेला यो मान्छे चाहिँदैन नि हामीलाई हो यहाँ 5 को गोली पनि हेप्पी छ है I got supplies. फोरेक्स पनि त्यही छ आजभोलि खासै मजा आउँदैन हामीलाई अहिले त्यही हो अब मजा लिएर हेर्नुहुन्छ भने मजै आउँछ अब मजा आउँदैन आजकल भनेर हेर्नुहुन्छ भने आउँदैन यार झुटी अब त्यस्तै त हो नि तपाईँहरूलाई कपिल शर्मा सो पहिला जस्तो मजा आउँथ्यो हेर्न आजकल मजा आउँछ त्यति साह्रो पहिलाको जस्तो उसले मजा त दिन खोजिरहेको हुन्छ तर पहिला जस्तो टेस्ट आउँछ आउँदैन नि त्यही हो क्या गडा हो त्यही भनेको टाइम बद्लिँदै जान्छ एक्जाम्पल दिस यार टाइम बद्लिँदै जान्छ यार पहिला टाइम बद्लिँदै जान्छ लेभल बढ्दै जान्छ पनि हेर्दै या त अहिले पनि अलिक कहिले काहीँ हेर्छु धेरै कुराहरू अहिले चेन्ज त हुँदै मलाई जान्छ लाग्छ त्यस्तो हेर्नै हुन्छ मन लाग्दैन म नि एक टाइम चाहिँ अति हेर्दै कपिल शर्मा ए म अहिले नि त्यही पुरानै हेर्छु हौ दाइ नयाँ त हेर्दिनँ म त नेटफ्लिक्समा हेर्छु यसो कहिले काहीँ यसो डक्टर गुलाटीवाला होइन त
त्यो बेला चाहिँ त्यति बेला चाहिँ अब दामी लाग्थ्यो क्या मलाई पनि तर कपिल शर्मा छ नि त होइन फिल्डमै छ नि त हो त्यही हामी पनि छौँ फिल्डमै अहिले त छौँ तर त्यस्तो छैन क्या साथी फर्ममा किन फर्ममा छैन तर नेटफ्लिक्सले कत्रो डोजेर राखेछ त मुजी उसले अब यस्तो नि साथी नेटफ्लिक्सले त टोदिहाल्छ नि ए दोस्ती यस्तो हो का चलिसक्यो उसको नाम एक ठाउँमा छ नि त कपिल शर्मा भनेको कपिल शर्मा भनेर एक ठाउँमा ऊ छैन त सेटअप भएको अनि ठाउँमा पुगिसक्यो नयाँ नयाँ तल कमेडियन त कति आए तर कपिल शर्मा भनेको कपिल शर्मा हो नि त केमा त्यही हो भोलिको दिनमा अब स्ट्रिमरहरू आइरहेको तर 4K गेमिङ दाइलाई सबैले सम्झिन्छन् नि त सम्झिन्छन् त्यही हो अब CR7हरूले पनि छाप साडिसक्यो CR7 पनि छ गरिरहेछ होला पहिलाको जस्तो नहोला तर छन् त लभली अब हेर कडा हो युट्युबमा 2000 टिकटकमा 1200-1300 जना मात्र छन् अहिले हेर्ने मान्छे भनेको 3500 जनाले हेरेको छ 3500 भनेको पनि नर्मल क्लासिक खेल्न आउन हेर्न भनेको फकिङ ग्रेटफुल तिमीहरू सिधै जहिले वाचबाडीको भ्युज नेपाली टिम खेल्दाको वाचबाडीको भ्युज र अनि अहिलेको भ्युज कम्पेयर गर्छौ भने त अफकोर्स यार कडा हो त्यो त अब गाड भइहाल्छ नि त्यो मोटलहरूको हेर न मुजी 5 मिलियन 6 मिलियन सब्सक्राइबर भएको मान्छेहरूको त रनमा दिछोर 500-600 वाचिङमा पब्जी खेल्दै हुन्छ यार सोच त त्यसमा चाहिँ के भन्न सक्नु अनि के भन्नु भन त जोनाथनको मात्रै हुन्छ जोनाथनको आउँछ किन भन्दा उसले मेन्टेन गरेर आएछ नि त साथी उसले मेन्टेन गरेछ उ डेली आउँदैन नि त महिनामा मुजी एकचोटि आउँछ अनि तर त्यो है डेली आयो भने त उ पनि गाड भइहाल्छ नि साथी तर एक महिनामा एकचोटि आउँछ तर वाचिङ त्यस्तै आउँछ परै हान्छ फेरि कति बेला ग्राइन्ड गर्छ त्यसले चाहिँ हानिरहेको हुन्छ खेलिरहेको हुन्छ नि भित्र गेममा लाइभै बस्नुपर्छ त जाम यो जुनले खुल्काउँछ हौ यसको जुनले त अब लास्ट वन पो मान्छे धेरै भएको छ होला होइन अब ऱ्याङ्क पुसहरू भेटिन्छ हो त्यो त अझै थोरै बाँचेको नि त यार नेपाली लबी त थोरै पर्छ हौ नेपाली लबी अलिक झाँटै पर्छ हो बाहिरको लबी अति पर्छ हो साथी अल्टिमेटमा त्यो बेटै खेल्न यत्रो जनमा 50 जना हुन्छ त्यस्तो मजा आउँछ यार खेल्न यहाँ पनि ठिकै छ मान्छे त अपार्टमेन्टमा चाहिँ हानौँ न मुजी अपार्टमेन्टको लागि पर्खिम न स्मोक आएर स्मोक छ है तल स्मोक छ है लेफ्टमा राइटमा यो रुख पछाडि ल हेर्नु हावाको यताले यार त्यसलाई उठाएर यार गर हाइमा मुजी यो रुख पछाडि गर्दै त यार नक बच्यो अरू Watch out! यहाँ ओपनमा आयो हान न हो मुजी यतै हेर्नु न कहाँ छौँ तपाईँ धेरै अगाडि रोक्नु भएको हो कि गाडी भानेको लिँदै कताबाट आएर हानेर मान्छे वरिपरिबाट यार डोटमा मरे हौ म पनि कभर दिने चक्करमा यहाँ आयो ओइ माथि ओइ तिमीले के गरेको यार केडा हो यार यत्रो लुटेर लामो जस्तो यार एक पोइन्टमा मर्यो यार एक प्लेसमेन्ट पोइन्ट आयो एक किल आयो बुझी 2 पोइन्टमा मर्यो यार इराङ्गल होइन यिनीहरू चिक्ने अल्टिमेट खेल्ने खालको मैले देखिनँ कि ओ इभेन्ट लगाऊ यार इभेन्ट लगाऊ ला म खेल्छ अल्टिमेट सबजना